गर्छु। नमस्कार। तपाईँ चाहिँ जापानमा हुनुहुन्छ क्यार, तर संसारभर तपाईँको त चर्को रूपमा आलोचना र एक खालको क्याम्पेन सुरु भएको छ नि। तपाईँले के बोल्नुभयो जापानबाट? जापानबाट मैले केही बोलिनँ, यिनीहरूले आफै बोले। हजुर अब ओसाका भन्ने सहरमा म गएकै छैन, ज्ञानेन्द्र साईलाई कुटपिट भयो भनेर भेटिहाल्न लगाए। हेर्नुहोस् है, हजुर अब बिचरा घरबाट फोन गरेर सबैबाट फोन गरेर मलाई के भन्न थाले भने आक्रमण भएछ हजुर, के गरौँ भनेर घर परिवार आत्तिए। हेर्नुहोस् है, हजुर त्यो भिडियो बनाउने सबै हेर्दै जाँदाखेरि सबै घन्टीका साथीहरू। हजुर अनि अब त्यस पछाडि अर्को एउटा कुरा के गरे बिचरा एकजना, त्यो के बहिनी भन्ने हो, नाम पनि थाहा छैन मलाई त है, दुबईमा एउटा फोटो खिचेका थियौँ। हजुर अहिले हामीलाई एचबी ताम्राकाजीले भन्दै हुनुहुन्थ्यो के बहिनी भनेर, हजुर के परिवार भन्ने बहिनी। बिचरा दुबईमा कहिले फोटो खिचाइरहेछन्, मैले पनि हिजो थाहा पाएँ त्यो दुबईमा फोटो खिचायो भनेर, बुझ्नुभयो। हजुर कार्यक्रममा यहाँभन्दा 4 वर्ष अगाडि। हजुर अनि त्यो चाहिँ मेरो श्रीमती हो भन्दै तपाईँको देशभरि तपाईँको विश्वभरि कन्टेन्ट बनाउँदै हाल्यो, सब घन्टीका सहकार्यकर्ताहरूभित्र है। हजुर अनि यस्तो यिनीहरूले अफवाह फैलाएपछि हिजो राति मैले लाइभमा आएर मलाई आक्रमण भएको छैन हजुर हजुर भने खरानी ग्याङ हो, गजडी ग्याङ हो है, हजुर सहकारी ठगहरूका समूह हो भनेर मैले भने हो। टिओबी ग्याङ पनि भन्नुभएछ होइन? टिओबी ग्याङहरू यसो होइन केटा हो भनेर भनेको मैले, अब होइन। हजुर अब त्यो भनेको विषयलाई लिएर अब यिनीहरूले उत्पाद मचाउँछन् भने मचाउन् न त, के फरक। तपाईँसँग किन यो गर्नुपर्ने आवश्यकता रहेछ उनीहरूलाई? के कारण के आइलाग्यो? हो भने अस्ति उनीहरूले जस्तो जुम्लामा जस्तो कालीकोटबाट एउटा गाडी एक्सिडेन्ट भयो, हजुर एकजना तिरुवा भन्ने बहिनी भिरमा अड्किन्, हजुर उहाँको बेलैमा उद्धार नभएर उहाँको मृत्यु भयो। हजुर त्यो उद्धार किन गरिनुहोस् भनेर गृहमन्त्रीलाई प्रश्न सोधेका कारणले। हजुर अब अर्को चाहिँ गणेश नेपालीको मृत्यु भयो। गणेश नेपालीको मृत्यु भइसकेपछि म त कर्णालीको मान्छे हो नि त। हजुर अब त्यो गणेश नेपालीलाई बेलुका बिचरा गणेश नेपाली 4-5 बजे 5-6 बजे मरेको छ है। हजुर 11 बजे गएर एयरपोर्टमा स्टोन देखाउँछन् गृहमन्त्रीले होइन। हजुर अनि बिहानपल्टि काङ्ग्रेसका सांसदहरू त्यहाँ गएर भण्डाफोर नगरे भए त त्यो मान्छे त 2 दिनसम्म जिउँदैछ भन्नेवाला थिए नि त यिनीहरू, होइन र? हजुर हजुर अब यस्तो किन गरेको? अनि अर्को कुरा चाहिँ अब त्यो बिचरा भाइलाई राज्यले तपाईँको अब बिरामी भइसकेका मान्छेलाई तपाईँको झ्यानीगुटी झ्याइ पारेर ल्याउने हो, त्यो प्रहरीले कसरी ल्याएको छ हेर्नु भएको छ हजुर भिडियोमा? हजुर त्यसरी ल्याएका कारणले गर्दा त्यो मान्छे मर्याएको छ। आज धननाथ खनालजीकी श्रीमती झन्डै उहाँ तपाईँको 75% उहाँ 70-80% जलेको मान्छे उहाँ जीवित हुनुहुन्छ होइन, हजुर हजुर तर 65% जलेको मान्छे मर्यो नि त भाइ होइन। हो। अब फेरि त्यो भाइले पार्किङ पनि गरेको होइन, त्यो वेटिङ पार्किङ गरे। वेटिङ पार्किङ भने पनि थाहा छैन यिनीहरूलाई। अनि त्यस पछाडि त मिडियाकै हाउस अगाडि आएर गाडी आतंक पनि भयो होइन? गाडी आतंक गरे यिनीहरूले। यो एउटा पाटो भयो। तर मान्छे अहिले तपाईँ प्रतिको चाहिँ यो सञ्जालमाथिबाट आक्रमण, यसमा राजसभाका सांसदहरूले बडो आपत्ति जनाउनु भएको छ। हेर्नुहोस् होइन, हाम्रो राजु पाण्डेदेखि लिएर ज्वाला सङ्ग्रौलासम्म, र तपाईँले चाहिँ खासमा जापानमा पुगेर नेपालीहरूले कुरै बुझ्दैनन् विदेशमा बसेका भनेर नेपालीहरूलाई पनि त्यो माथि पनि चर्को कुरा भएको छ नि? होइन, सुनारकै अगाडि तपाईँले चुनौती दिएको विषय पनि आएको छ होइन। मैले स्पष्ट के लेखेको छु भने मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन। हजुर मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू र खराने ग्याङका अन्ध समर्थक प्रति हो, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूले बनाएका भिडियो र प्रयोग गरेका शब्दहरू यिनीका बुवा आमा दिदीबहिनीहरूका अगाडि बसेर हेर्न पनि सकिँदैन, सुन्न पनि सकिँदैन। यी मान्छेलाई मैले भने हो क्या, उनीहरूलाई भने हो त उनीहरू रहेछन् त बिचरा बिजी हो यिनीहरूलाई, अब के गर्नु त। तर तपाईँले जो प्रति टिप्पणी गर्नु भएको छ, सहकारीदेखि गाँजासम्म वा टिओबीसम्म, यो चाहिँ फेरि खास गरी अहिलेको सत्तारूढ पार्टीको नेतृत्व र सरकारप्रति लक्षित भयो नि होइन? गरे तिनीहरूले हो त। अनि मान्ज्यू व्यक्तिगत तहमा उत्रेको जस्तो भएन मान्ज्यू? होइन, व्यक्तिगत तहमा उत्रिनु पर्ने त पहिला आफ्ना कार्यकर्तालाई कन्ट्रोल गर न त। जे मन लाग्यो त्यही गरेको छ, मान्छेलाई भल्ला फैलाएको छ। यो तपाईँको चुनौती, पहिले कार्यकर्तालाई अनुशासनमा राख, तपाईँको सुझाव। अनुशासनमा राख, मजाले राख, सिकाऊ है। तपाईँमाथि पनि फेरि साइबर मुद्दा लाग्ला र फेरि पक्राउ गर्ला नि? साइबर मुद्दा म माथि के लाग्छ? मैले कसैलाई व्यक्तिगतमा तिमीले गलत गर्यो भने छ र? मैले के भने त यहाँलाई भन्नुहोस् त, के भने छ मैले लान्छनित रूपमा मैले के भनेको छ? केही भने छ यहाँ लान्छनित रूपमा मैले के भने छ यिनीहरूलाई? मैले यिनको व्यक्तिगत तोकेर भने छ र? मैले सहकारी ठग्नेहरू भनेको त रविजी मात्र होइन नि त बा, होइन? सहकारी ठगेर आज जापानमा अरू पनि त आछ नि त। मैले त त्यहाँ कसैको नाम त उल्लेख गरेको छैन नि, होइन र? विधि नीति थिति पुग्छ भने समाएर देखाउ भन्ने चुनौती पनि होला नि तपाईँको, होइन? तिमीहरूले प्रश्न मात्र होइन, तिमीहरूलाई मानसिक रूपमा मान्छेलाई टचर गर्छौ भने तिमीहरू, होइन? हजुर। फेरि मैले स्पष्ट के भनेको छु भने तिम्रो मन्त्रीलाई, तिम्रो प्रधानमन्त्रीलाई मैले संसदमा बोलेको जवाब देऊ भने हो, त्यो पनि बोल्न नपाइने हो र? अन्तिममा तपाईँको केही सन्देश छ? के हो भने साथीहरूलाई स्पष्ट के कुरा भन्न चाहन्छु भने जति कराउनु छ कराओ, जति लड्नु छ लड है।
तिमीहरूलाई जनताले बहुमत दिएको खुरुखुरु काम गर प्रतिपक्षको प्रश्न सोद्धाखेरि उनीहरूका व्यक्तिगत चरित्रमाथि हमला गर्ने कामले तिमीहरूलाई जीवनमा भोलि कहीँ पनि पुग्दैन। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार।